आइए हो बुढा आज सपनामा के देखेँ भने नि माथि मैले त सुनखानीको देखेँ त हौ। के भन्छ यो जहिले उटाङ उटाङ गर्छ, कहिले 9 बजीसम्म सुत्छ, खाटामुनि सुत्छ, कहिले के गर्छ। ओ सुन खानी भेटे भन्दै आउँछ, यस्ता हावा वयात कुराहरू गर्ने हो। सुनखानी त्यहाँ खोल्सामा देखेँ कि जाउँ त हेरौँ एकचोटि। हो साँच्चीकै हो कि रेला गरेको? साँच्ची हो साँच्ची। कति बजीको सपना हो यो? यो अहिले बिहान पख हो कि? होइन होइन यो बिहान पखकै हो। जाउँ त। बिहानकै हो भने त मिल्न सक्छ, तर अलिक बिस्तारै बोल। साँच्चीकै हो भने भित्ताको कान हुन्छ। गाउँलेले ल ल ल हिँड त। कहाँ रहेछ त्यो उयोहरू बोक, सिक्कलहरू बोक, के हतियारहरू बोक त। ल कहाँ रहेछ आज तेरो? हेर कहाँ हो? निकै टाढा हो? यहीँ मास्तिर हो, यहीँ मास्तिर हो। नजिकै हो? नजिक ठाउँ थाहा छ? अब आइगएँ। कस्तो छ? पुरै खानी नै थियो र? खानी नै हो। अब आइगयो, यहीँ मास्तिर हो। हो कि? आइगयो हो। भन्नाले पुरै के भन्छ त्यहाँ चाहिँ सुनै सुन्छ। सुनै सुन। अप्ठ्यारो ठाउँमा देखि के हो? सुन खानु कहाँ सजिलोमा त हुन्छ त। अप्ठ्यारै छ नि। टाढा हो भने त नगरौँ हो, तेरो होइन होला। हो हो आउने नै त। यहाँ त ज्यानै जोखिम मोलेर जानुपर्ने रहेछ। यहाँ त एक खालको छ नि। यसको उतार्नु पनि के गर्छ गर्छ। हो कि होइन कि? हो हो सपनाको कुरो के पुरा होला र? अब आइपुगिहाल्यो त। मारेको रहेछ आज। बाटै छ यता। झन् अप्ठ्यारो आउँदैछ त। कहाँ हो यहीँनिर भन्छ यार, कता हो कता यार? यतै हो, नजिकै छ। आइपुगिहाल्यो अब। खै झन् गयो, झन् अप्ठ्यारो छ। बाटो त ठिकै हो कि? खानी नै हो भनेर मात्रै नबाची म यस्तो मान्दैन। खानी नै हो एकदम। हिँड्ने मान्छे चाहिँ होइन, तर सपनाको कुरो तेरो। होइन एकदम सुन खानी हो। सपनाको कुराहरू सबै पुरा हुने भएछ नि। मान्छे भोलि कहाँ पुगिसक्छ, तर केही चाहिँ बुढोपाकोले भनेको कुरोहरू सपनामा देखेको नि पुरा हुन्छ अरे भन्थे कि। भोलि हामी यहाँबाट हेलिकप्टरमा सुन लगिन्छ बुढा। चाहिँ पुगिहाल्छ कि भन्ने कुरो यता आउनु त। भेट्यो र? भेट्यो भेट्यो। कुन सपनामा देखेको? आउँ यतै। खानी खोइ त। खोइ ए सुन खानी यो ठ्याक मान्छे, यो मसानो बच्चा बालापनदेखिको यो यो यस्तै हुन्छ। यो 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 सुनखानी हो? यो सुन त हो त। कहाँ यो सुनखानी हुन्छ? यो सुन खानी हो क्या? यो हेरौँ न यहाँ हावा कुरा गर्ने। पुरै यो मैले थाहा पाउँदादेखि यस्तै थियो। यो ढुङ्गाको लेउ हो। यो कहाँबाट सुनखानी हो नि? सपनामा देखेको सुन खानी यही हो क्या मैले बुढा? तेरो सपनामा आज म यही तेरो सुनले नि आज बुढा कहाँ आउँदैछन् पनि। अब सुन खानी भन्दा ल्याइहाल्यो। सपनामा देख्यो भनेर होइन रहेछ, ढुङ्गाको खार रहेछ। अब आज घाँस लिएर गइएन भने बुढाले मार्ने भए। कहाँ गएछ यो? कहिले सुनखानी भन्छ, कहिले के भन्छ यार। यसले त फसाएर छोड्ने भयो मलाई। यतै लागे जस्तो लाग्थ्यो। कता गयो? बुढा आउँछन् होला अहिले। बाँकी पो झार्नु पर्यो यसमा चढेर। अब बाख्रालाई घाँस त लानु पर्यो, नत्र उपाय छैन आज। लाग्यो हो बुढा, म घाँस लिएर आउँदैछु ल। ए बाख्रालाई त यहाँ पो छस्? यहाँ त हो त, यसो घाँस काट्नु पर्यो नि त। घाँस चाहिँ अलिक डह्रो लिएर आउने। अलिअलि लिएर आएको छ अरे अहिले खानासाना भेटिँदैन नि फेरि। ल के गर्छ यार सियालाई। हेरौँ सबै पहेँलपुर भएछ नि हो। सुनखानी भन्छ, त्यो कहिलेदेखिको लेउ लागेको हामीले थाहा पाउँदादेखिको त्यस्तै थियो। कहाँबाट यसलाई फेरि त्यो सपनामा देख्न? त्यही ठाउँ देख्नु पर्ने कि? अस्ति देखेको थियो र मलाई उसै हानेको हो कि यसले गर के बाना बनाउँछ, अनेक के गर्छ यार। राम्रोसँग तातो पानी धरि खान दिएन आज। बिहानै तातो पानी खाँदै गरेको मान्छेलाई सपनामा सुनखानी देखेँ भनेर के भनेर यस्तो भिडहरू हिँडाएर अनेक गर्छ यार। यो हाम्रो बत्तीले काम नदिने भयो।